अचम्मै भएको छ भजिया खाएको कताको के भयो कसो भयो अत्तो पत्तो जति छन् आइ आफन्त हर जग्गा कन्ट्याक्ट गरेर काहीँ कोहीले देखाएन कोही भन्न। नमस्कार सम्पूर्ण दर्शकलाई है एउटा दुःखको कुरा भन्न चाहन्दैछु म है कैलाली जिल्ला अन्डेया गाउँ गौरीगंगा वडा नम्बर 5 म रोनो हुने रामलाल सदाशंकर ज्यू इन्डियाको पुनामा रोजगारीको सिलसिलामा बस्दै आउनुभएको थियो उहाँ, तर एकासी लापत्ता हुनुभएको छ उहाँ हैन, सम्पर्कविहीन हुनुभएको छ हैन। तर अब खोजी कार्य जारी नै छ हैन। त्यही पनि अब यो भिडियोको मार्फत अगर उहाँलाई कहीँ सम्पर्कमा आउनुहुन्छ कि कहीँ थाहा हुन्छ कि कोही कुनै भिडियोको मार्फत पता चल्छ कि भन्ने हिसाबले हैन यो भिडियो बनाएर हैन म यो मनोज फेसबुक प्रोफाइलबाट सार्वजनिक म गर्दैछु है। यो भिडियोलाई यति सेयर गरिदिनु होला कि नेपाल भित्र पनि इन्डिया भित्र कुना कुना ठाउँमा पुगोस् है, यति सेयर गरिदिनु होला भन्न चाहन्छु है। उहाँलाई पनि भन्न चाहन्छु कि रामलाल ज्यूलाई पनि भन्न चाहन्छु कि जहाँ पनि हुनुहुन्छ जता कता पनि हुनुहुन्छ हैन, आफ्नो सम्पर्कमा आइदिनुस्। दिदीको फोनमा हुन्छ कि आफ्नो दाजुभाइ जो पनि उहाँ फोन गरेर घरमा भनिदिनुस् भन्न चाहन्छु उहाँलाई पनि। अगर भिडियो हेर्दै रहनुभएको छ भने हैन, जहाँ कहीँ हुनुहुन्छ जहाँ कहीँ गएर बस्नु भएको छ भने फोन गरेर भनिदिनुस् कि म यो ठाउँमा छु भनेर है। अगर कहीँ अप्ठ्यारो ठाउँमा अगर अप्ठ्यारो पर्नु भएको छ भने हैन, तर उहाँ कुनै मान्छे त होलान् आसपासमा हैन, उहाँहरूलाई तपाईँले भन्न सक्नुहुन्छ नि म यस्तो हैन। अगर चौकीमा तपाईँलाई अगर चौकीमा पर्नु भएको छ भने चौकीवालासँग पनि पुलिससँग पनि हैन कुरा गर्न सक्नुहुन्छ। मलाई हैन घरमा कुरा गराइदे है, तर मेरो मान्छे तर आउलान् हैन, मलाई छुटाएर लग्लान् या त केही कुराकानी मेरो तर्फमा राख्देलान् हैन। तर यहाँ मलाई पनि एकचोटि मेरो घरमा सम्पर्क गराइदे कुराकानी गराइदे भनेर पुलिसवालाले पनि उहाँले भन्न सक्नुहुन्छ है। तर हेर्नुहोस् जो तोले पनि अगर कहीँ देख्नु भएको छ, जो यहाँ स्क्रिनमा मैले फोटो लगाइदिएको छु उहाँको यहीँ, जो तोले देख्नु भएको छ भने यहाँ हैन यो नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ हैन। यो नम्बर पनि मैले राखिदिएको छु हैन स्क्रिनमा हैन। त्यही जताबाट पनि हेर्नुहोस् थाहा हुनु पर्यो हैन, सम्पर्कमा आइदिनु पर्यो भन्न त्यही चाहन्छु म हजुरहरूलाई। जतिले पनि भिडियोलाई धेरै सेयर गरेर साथ दिनु होला र कुना कुना तक पुऱ्याइदिनु होला। यहाँलाई हेर्नुहोस् रामलाल सदाशंकर ज्यूलाई खोजीमा हैन एकदम सहयोग गरिदिनु होला। एउटा हजुरले एउटा सेयरले गर्दाखेरि हेर्नुहोस् उहाँको ज्यान बच्न सक्छ, उहाँ घरमा आउन सक्नुहुन्छ हैन, त्यो भन्न चाहन्छु। पिछला 4 महिनाको 20 गते उहाँ लापत्ता हुनुभएको गरे, आज 5 महिनाको 15 गते भयो। हेर्नुहोस् अहिलेसम्म केही थाहा पत्तो छैन हैन, केही अतापत्ता छैन उहाँको है। तर अब खोजी कार्य छ, तर अब हेर्नुहोस् थाहा पत्ता छैन। तर खोजी कार्य पनि अब कुनै भिडियोबाट खोजी कार्य छ, तर उहाँको अहिलेसम्म हेर्नुहोस् पुलिस रिपोर्ट केही पनि भएको छैन। तर अब हैन त्यही कारणले पनि सायद नभेटिनु सक्नुभयो होला सायद हैन, तर ऊ त्यो खोजी कार्य पनि हुन्छ। तर हेर्नुहोस् हजुरले अगाडि त के गरिदिनु पर्यो भने भिडियोलाई धेरै सेयर गरेर जो स्क्रिनमा अगर फोटो लगाइदिएको छु त्यो फोटो उहाँकै हो। उहाँलाई अगर कतै पनि देख्नुहुन्छ भने तपाईँहरूले फोन गरेर यो नम्बरमा सम्पर्क गरिदिनु होला भन्न चाहन्छु, भन्न सक्नु होला। यो नम्बर म उहाँको घरको नम्बर हो, उहाँको नम्बर हैन, फोन गरेर भन्न सक्नुहुन्छ, त्यो भन्न चाहन्छु। धेरै सेयर गरिदिनु होला भिडियोलाई। हजुरको एउटा भिडियोले कसैको ज्यान बच्छ, एउटा सेयरले अगर कसैको घरमा खुसियाली आउँछ भने हेर्नुहोस् हजुरले सेयर गरिदिनु होला हैन, सेयर गर्न पछाडि नहट्नु होला भन्न चाहन्छु। अथवा हुनसक्छ भने हजुरको दाजुभाइको मोबाइलबाट पनि सेयर गरिदिनु होला, आफ्नो दिदीबहिनीको मोबाइलबाट सेयर गरिदिनु होला, आफ्नो आमा बुवाको मोबाइलबाट सेयर गरिदिनु होला, आफ्नो मोबाइलबाट सेयर गरिदिनु होला भन्न चाहन्छु। धेरैभन्दा धेरै सेयर गरिदिनु होला र यहाँलाई खोज्नमा एकदम मद्दत गरिदिनुहोस् भन्न चाहन्छु। अन्तिममा के भन्न चाहन्छु भने है, अगर बोल्नमा केही मिस्टेक भएको छ, अगर बोल्नमा केही भुलचुक भएको छ भने माफ गरिदिनु होला है। म हेर्नु एकदम ठुलो मिडिया हैन, म मिडियामा काम गर्दैन हैन। तर मेरो आफन्त उहाँ हुनुहुन्छ हैन, उहाँको खोजी कार्य
खोजीमा अगर कमी नरहला र उहाँलाई अगर होइन भेटिनु होला छिटैभन्दा छिटै घरमा सम्पर्क गर्नु होला उहाँले भन्ने हिसाबले मैले भिडियो बनाएको हो है। त्यस्तो गलत केही नसोच्नु होला र अगर मैले बोल्नमा अगर केही गलत गरेको छु र केही मिस्टेक भएको छ भने माफ गरिदिनु होला भन्न चाहन्छु सम्पूर्णलाई है। म एकदम यो लाइनमा एकदम नयाँ हो म अहिले होइन, केही बोल्नमा पनि मिस्टेक हुन सक्छ, त्यसमा माफ गरिदिनु होला है। भिडियोलाई चाहिँ एकदम धेरै टाढासम्म पुर्याइदिनु होला भन्न चाहन्छु र सम्पूर्ण दर्शकलाई नमस्कार, हेरेर साथ दिनुभएको नमस्कार, धन्यवाद छ हजुरलाई हेरेर साथ दिनुभएको।